Ush, Lucky. Hey, Silent. सो हेलो एभ्रिवान गुड ब्याक माई न्यू ब्लग एन्ड लास्ट अफ हेप्पी मेरो दिदीहाल्न सबजनालाई सबैले चाहिँ हाम्बन होला र म पनि एकदम ठिकै छु। सो त्यही हो, धेरै महिनापछि आज भ्लगमा आएको छु होइन। सो त्यही अब भ्लग बनाउनु त धेरै रहर छ, मन छ, तर के गर्नु भनेको जस्तो अहिले टाइम मिलिरहेको छैन। सो त्यो कारण चाहिँ भ्लगहरू बनाउनै मैले पाएको छुइनँ र आज चाहिँ अलिकति टाइम पाएर चाहिँ यसो बनाउँ कि भनेर नि स्टार्ट गरेँ होइन। सो त्यही हो, अनि आज चाहिँ अब भनौँ न धेरै मैले पछि यसो घुम्नु जानु लागेको छ होइन। आज चाहिँ उता के भन्छ जल्दी बोल, कल सुबह पनवेल निकलना है। साँच्ची लगे झर्ना जानु लागेको, अहिले चाहिँ लगे झर्ना भन्ने ठाउँमा जानु लागेको। सो म गएको चाहिँ छैन, मैले यसो हेरेको थिएँ होइन, त्यो यसो ट्विटरतिर हेरेको थिएँ। त्यहाँदेखि त त्यो अलिक खतरा लाग्यो, बेस्ट लाग्यो। त्यसपछि टाक्ला जाउँ भनेर चाहिँ म निस्किनु लागेको। यहाँबाट तपाईँको 1 घन्टा त्यस्तै 9 मिनट जति छ। सो त्यही हो, त्यो 29 किलोमिटर जति होला, 29-30 किलोमिटर जति छ। सो त्यही हो, अब यहाँ बुढानी गण्डाबाट यता टोखाबाट हुँदै टोखाबाट भित्र माथि डाँडा पुग्नु पर्ने रहेछ। सो त्यही हो, अब निस्किन्छु भर्खर नुहाइधुवाइ गरेर चाहिँ यसरी 4टा परेर बसिरहेको। अब यसो लुगासुगा लाउँ, रेडी हौँ, अनि त्यसपछि फेरि टक्क लानुपर्छ है त। ल सो त्यही हो, पहिला रेडी हुँ पऱ्यो। के देखाउनु त मन थिएन, देखाइदिइहाल्नु त कस्तो कालो आएछ। तर अघि गएको थिएँ नि त म, अहिले भित्र चाहिँ अलिकति कालो हो कि त्यो भएर यस्तो आएर यी लु थुक्कै कहाँ झरेको यो यो पनि हिजो अस्ति भर्खरै किनेको, लगाएको छुइनँ। सबै रेडी बनाएर आएछु। धेरै महँगो पऱ्यो, यो पनि 18,000 पऱ्यो। के बोले भाइ? अब के बोले के छ थाहा? नाइकको एकदम ब्रान्ड 18,000 टक्कै पऱ्यो। तर मैले किने चाहिँ होइन, मलाई गिफ्ट दिएको हो। आफूले त कहाँ किन्नु सक्नु यत्रो पैसाको त। त्यही ल, नाइकको दामी छ। अब यो लाउँ, त्यसपछि टी सर्ट लाउनु पर्ने हुन्छ। टी सर्ट चाहिँ यहाँ छ, टी सर्ट त अस्तिकै टी सर्ट हो यो त, के देखाउनु, के गर्नु, लुगै छैन। एउटा छ यो, अब यही लाउँछु एउटा टी सर्ट। यो पनि कहाँ छ, यस्तो छ यो त हँसी लाग्यो। के हो, देखाउनु लाभ लाग्छ त, म देखाउनु ल। के गर्नु, पैसै चाहिँदैन लुगा किन्नु भने। एउटै लुगा लाएर हिँड्नु परेछ। यो पनि अस्ति भर्खरै सपिङ गरेको। अब यही लुगा लाएर कति दिन हिँड्नुपर्ने हो थाहा छैन मलाई। यो त बल्ल बल्ल गिफ्टमा आएको 18,000। आम्मामा, यतिको त मलाई 2 बोरा आउँथ्यो होला सायद लुगा। तर एउटै जुत्तामा यत्रो खर्च किन गऱ्यो होला भन्ने मलाई अलिकति टेन्सन भएको थियो। तर केही छैन ल, अरू त कुरै छोडिदिउँ। मेरो चस्मा पनि यस्तो 2 टुक्रा भइसकेको छ। अब यो चस्मामा यो सिम कार्ड यसरी यहाँ क्लिप हालेर लाउनु पर्ने हुन्छ। के गर्ने, लाउनु त पर्यो। हो झाडु पोछा त्यस्तो काम पनि गर्छ, झाडु पोछा। तपाईँलाई म उयसमा राखिदिन्छु, तपाईँलाई म उयसमा राखिदिन्छु के म्यानेजर। के गर्नु, गरिब पनि यति धेरै गरिब भयो कि कुरै छोडौँ। यसो गिफ्ट दियाउ न, गिफ्ट दियाऊ मलाई त, लुगा देऊ, चस्मा देऊ। हेरेँ यस्तो बिजोग सिम कार्ड हाल्ने, सिम कार्ड पनि जाँदैन त म्यासन। कस्तोसम्म चाहिँ म बिजोग भयो भनेदेखि चस्मा नलाएसम्म फेरि आफूलाई चित्तै बुझ्दैन भिडियो सिडियो बनाउन, फोटोसोटो खिच्न। यत्तिको भए पनि मलाई काम चलाउँदा हुन्छ। हेर आमा कस्तो राम्रो देखेको
कसले चाहिँ हेर्छ त्यो यहाँनिर त यसो गरेर त हेर्दैन होला कसैले नि होइन यति भए त ट्याक्क भइहाल्यो अनि बसमा छ अलिअलि यसो अलिअलि गोली खर्च हुन्छ धेरै त छैन 50 150 भए त यसो एउटा चिसो आइहाल्छ अनि चरपटे त खान्न होला 1 प्लेट चाउमिन त आउँछ तेल हालेको छँदैछु यति भए पुगिहाल्छ देख्दैन कसैले देख्दैन यहाँसम्म त कसले यसो निहार हेर्दै हेर्दैन नि निकालेर म सुटुक्क यस्तो छोपेर यस्तो गरेर गोजीमा क्ल्याप हालिहाल्छ कसले चाहिँ देख्छ ल यति रहेछ त माया हृदय खोलेर 18,000 का जुत्ता त लाउन बाँकी नै छ यो पनि देखाउँछु ल त्यही हो पहिला रेडी हुन्छु ल रेडी त भइसक्यो रेडी अनि एउटा जुत्ता त्यही हो अरू केही छैन ल अब टक्कम्म निस्किनु तपाईँहरूलाई भेट्छु है यस्तो न्युरो हेर्नुपर्छ यतिको ध्यानसम्म देखिरह होला है ए पर्फ्युम छ नि ए टुटी खोइरहेछ ल ए यहाँ रहेछ टुटी कस्तो बान आउँछ नि यो यतिको बान आउँछ ल त्यही हो ल अब टक्कमा निस्किनु तपाईँहरू बच्छ ल त्यही हो ल अब म चाहिँ निस्किनु लाग्यो ट्याक्क लगाएर सबै रेडी भइसकेको छ अनि यहाँ चाहिँ छ मेरो यहाँ चाहिँ मैले अघि भर्खर ससेसहरू बुटेको थिएँ यो चाहिँ यहाँ राखेको छु अनि ऱ्याङ्गर भयो पानी पर्दाखेरि अलि चाहिन्छ मलाई यहाँ चाहिँ ससेसहरू बुटेर राखेको थिएँ टक्क ससेस छ काँक्राहरू अलि छ सलादहरू त्यही हो अरू त केही पनि छैन अनि यो ट्याक्कल यो पनि चस्मा पनि जोडै लागेको छ एकदम गाह्रो पाराले सो त्यही हो ल सब रेडी भइसकेको छ अब सो टक्कला निस्क्यौँ सायद अब बिचतिर रोक्यो भने बिचतिर यसो तपाईँहरूले फेरि देखाउँछु अनि सरासर ठ्याक्क मै पुगेर चाहिँ तपाईँले देखाउँछ है त ल ट्याक्क लगाएर जान लाग्छु सर ल्याएर सो अलराइट गाइज अहिले चाहिँ म चाहिँ बिच बाटोतिर पनि आइसकेको छु तपाईँको अब चाहिँ यहाँ चाहिँ कति किलोमिटर छ भनेदेखि नि यहीँ देखाउँछ म यहाँ हेर्दै हिँड्दा छु कति किलोमिटर छ भने तपाईँको अझै 17 किलोमिटर छ कि देख्नु भएको तपाईँहरूले देखेको छैन अब त्यो देखिरहेको छु मैले चाहिँ होइन 17 किलोमिटर छ अनि तपाईँको अझै 29 मिनट लाग्छ यहाँबाट चाहिँ ठ्याक्क हामी 12:33मा पुग्छौँ अनि यहाँ चाहिँ अहिले 11:54 भइसकेको छ कि सो त्यही मलाई चाहिँ एकदम ठाउँ चाहिँ एकदम बवाल लागिरहेको छ तपाईँको लौका झर्ना भन्ने ठाउँमा चाहिँ तपाईँहरू पनि आउनु होला होइन एकदम बवाल छ कि ठाउँहरू चाहिँ तपाईँ त्यो सब झन् 2 जना आयो भने चाहिँ झन् एकदम बवाल बेस्ट हुनेवालामा छ होइन बेस्ट हुन्छ सो देखिन्छ भने चाहिँ यहाँबाट काठमाडौँ भ्यू पनि बवाल देखिरहेको छ तपाईँ हेर्नु नि सही देखेको छ नि त आमा सही हो तपाईँको यो छेउ हुँदै आउनुपर्छ कि अब हामी यहाँबाट सिधै जान लाग्छौँ माथितिर पुग्नुपर्छ तर एकदम बवाल लागिरहेको छ मलाई एकदम बवाल लागेको छ जस्तो तपाईँहरू पनि आउनु होला होइन खतरा छ ठाउँ चाहिँ सो त्यही अब यहाँबाट फेरि सरासर जानुपर्ने हुन्छ हामी चाहिँ त्यही हो ल अझै यति छ टाइम बाँकी यहाँ चाहिँ तर बवाल यस्तो हो नि त मजा आउनुपर्छ कि कस्तो मजा लागिरहेको छ म चाहिँ सेवा ल हेर नि यहाँबाट फेरि काठमाडौँ भ्यू पनि यस्तो बवाल देखिरहेको छ यहाँ सो त्यही अब आधी घन्टा मात्र बाँकी छ पुग्नको लागि चाहिँ सो एकछिन बसेर चाहिँ फेरि तपाईँलाई भ्यू देखाइदिउँ कि भनेर टक्कर रोकाएको कि मैले चाहिँ के गर्नु नदेखाउँ भनेको सक्दै सकिनँ एकचोटि हेर्नु ल हेर्नु न कस्तो आनन्दको यार अझ यहाँ चरा पनि कराएर चाहिँ क्वाक गरेर त्यहाँनिर हेर्नु न आमामामा काठमाडौँमा यस्तो गर्मी छ होइन यहाँ हेर्नु कस्तो चिसो आनन्द पुरै हुसो लागिरहेको आनन्द के अब अझै यो बाटो हुँदै यस्तो जानुपर्ने हुन्छ क्या ल सही हो बवाल छ बवाल सो त्यही अब आधी घन्टामा चाहिँ ट्याक्क लगाएर पुगिन्छ होला तर त्यहाँ गएर अब के छ अब झर्ना पो अब कसैले भन्छ सुकेको छ भन्छ अब झर्ना सुक्यो पनि नसुक्यो पनि अब जाउँ होइन तर जस अब झर्नै नदेख्यो नि जस मलाई बाटोतिर हिँड्दा चाहिँ एकदम बवाल मजा लागिरहेको किनकि यस्तो दामी छ नि त होइन आनन्द चिसो आनन्द आइरहेको पुरै हावा चिसो आइरहेको तपाईँको मुनि हेर्ने यस्तो खाल्टो छ यहाँ है अब यो छेउ जानुपर्ने तर यहाँ टोइलेट गर्नु आएर टोइलेट पनि यहाँ नजिकै टोइलेट गर्नु आएको छ सो त्यही अब सरासर लागौँ अब चाहिँ ठ्याक्क तपाईँलाई वहीँ पुगेर म देखाउँछु है त अब चाहिँ सो अलराइट गाइज अहिले चाहिँ म चाहिँ आइ पनि सकेको छु हाम्रो लौके झरना भन्ने ठाउँमा अनि यहाँबाट चाहिँ तपाईँको मैले स्कुटर यहीँ राखेको थिएँ कि
स्टुडेन्ट यहीँ राखेर सबैले यहीँ राखेर अब तपाईँको यहाँबाट चाहिँ तपाईँको त्यस्तै 10 मिनट जति लाग्दो रहेछ हिँड्नुलाई चाहिँ सो यो बाटो हुँदै जानुपर्छ सो त्यो भने मलाई चाहिँ लास्टै औडा भोक लागेपछि मैले के भन्दा अब पहिला खान्छु अनि मात्रै जान्छु अब भोकभोकै त के घुम्नु मात्रै आउँदैन टट्ट टन्न पेट भए पो घुम्नु पनि अलिकति मजा आउँछ होइन भोकभोकै त यहाँ पेटमा अब यता छाम्नु कि अब उता राम्रोसँग हेर्नु कि हुन्छ क्या त्यही भएर टक्क पहिला खान्छु अनि मात्रै जान्छु भनेर चाहिँ मैले त्यहाँनिर रुमबाट बनाएर ल्याएको थिएँ यो ससेसहरू फ्राई गरेर चाहिँ त्यस्तो केही छैन खासै अब उता होटलतिर खानुपर्ने हुन्छ अनि यो ससेस फ्राई गरेँ उयो ल्याएको काँक्रो अचार ल्याएको अलिकति दिलमाएर अनि चर्पटेछ अनि मस्तले यो खान्छु अनि खाएर एकछिन रेस्ट गरेर मात्रै जान्छु त्यसपछि चाहिँ फ्रेस पारेर जान्छु यहाँ घुम्नलाई चाहिँ के भन्नु झर्ना छर्ना टक्क हेर्नु पऱ्यो तपाईँको हेर्नु यस्तो जङ्गल छ क्या आम्मा ठ्याक्क लोकेसनसम्म आएको त्यो लके झर्ना भन्ने आएको त्यहाँबाट पनि त अनि औडा आम्मामा त त्यस्तै 6-7 किलोमिटर रहेछ त अनि आम्मा अझै 6-7 किलोमिटर भित्र रहेछ भने थ्याट तपाईँको ठ्याक्कै मलाई त कति लाग्यो भने अहिले तपाईँ कति बज्यो भनेदेखि कति बज्यो भने मोबाइल यहीँ छ नि त मेरो मोबाइल फेरि मैले यहीँ नै छोडेर कति बज्यो भनेदेखि ठ्याक्कै 1:22 भयो क्या भनेपछि म कति बजी हिँड्ने भनेदेखि खै 10:22 भने 11 बजे 11:25 त्यस्तै हिँडेको थियो होला त्यो बल्ल आइपुग्यो 1:22 आइपुग्यो अनि यहाँबाट फेरि 10 मिनट जति हिँड्नुपर्ने हुन्छ अनि त्यसपछि अनि मजाले झर्ना छर्ना हेरेर एकछिन घुमेर अनि फेरि आउँछ पहिले चाहिँ खान्छु ल लास्टै भोक लागिरहेछ पहिला छात चुचुट गर्नु पऱ्यो छुट सुँगतिर पुङ बल्ल म यस्तो भोला अनि कहाँ आएर त्यो भन्नु लोकेसन भन्दा भित्र आउनुपर्ने चाहिँ 500 किलोमिटर छ चाहिँ भित्र ठाडै उकालो फेरि अनि एउटा कुरो के भन्न चाहन्छु भनेदेखि तपाईँहरू आउनु टक्क कपालहरू चाहिँ आउनु टक्क जोडेर आउनु अब एक्लै चाहिँ अलिकति बोरै हुन्छ होइन रमाइलो अब एक्लै हिँड्ने मान्छे बानीहरूलाई चाहिँ अब रमाइलो हुन्छ होइन तर यसो बोयफ्रेन्ड गर्लफ्रेन्ड हुन्छ भने तपाईँहरू जसरी पनि आउनु होइन एकदम बेस्ट ठाउँ चाहिँ अनि तपाईँ त्यस्तो अब आउँदा पनि यस्तो रमाइलो छ कि एकदम रमाइलो ठाउँहरू चाहिँ होइन सो त्यो तपाईँहरू आउनु होला एकदम बबालको ठाउँहरू चाहिँ जस घुम्नको लागि एकदम खतरा छ कि झन् 2जना आयो भने यस्तो बबाल हुन्छ कि होइन सो चट्टलाएर यसरी बनाएर लिएर आउनु मस्तले अनि त्यहाँदेखि 2जना मस्तले बजाएर खानु रमाइलो गर्नु टक्क लाएर अनि झर्ना अलिक झर्ना झन्डो हेरेको छैन मैले त्यहाँ खतरा आलो जान होइन सो त्यही अन्त तपाईँहरूको स्कुटर चाहिँ यहाँसम्म आउँछ अनि अर्को कुरा चाहिँ के भनेदेखि सकेसम्म बाइकमा आउनु होला होइन स्कुटरमा त नआउनु होला स्कुटर किनकि पुरै उकालोहरू छ नि त स्कुलमा चाहिँ 2जना अलिकति गाह्रै हुन्छ कि अलिक ढिलो पनि हुन्छ अनि त्यहाँदेखि अलिकति राम्रोसँग तान्दैन नि त बाइक भन्दा अलिक छिटो पनि हुन्छ मजाले तान्छ पनि होइन अनि सकेसम्म चाहिँ बाइकमा आउनु होला स्कुटरमा तान्नु त तान्छ तर ढिलो हुन्छ कि अब बाइकमा भएर हामी त 1.5-2 घन्टामा आउँथ्यो होला होइन 1.5 घन्टामा त्यस्तो आउँथ्यो होला किनकि स्कुटर त लास्टै ढिलो हुन्छ नि त सकेसम्म तपाईँहरू चाहिँ बाइकमा आउनु होला अनि स्कुटरमा चाहिँ त्यस्तो नयाँ पनि हुन्छ आउँछ तर अलिकति झ्याउ हुन्छ कि झ्याउ पनि हुन्छ अब बिस्तारै हिँड्छ त्यो ढिलो पनि हुन्छ कि स्कुटरमा चाहिँ लास्टै ढिलो हो बाइकमा त अघि नै आइपुग्थ्यो होला स्कुटर चाहिँ लास्ट ढिलो अब जाने बेला फेरि तपाईँको ठाडो उकालो छ माथिसम्म 20 बाटोसम्म ठाडै उकालो छ अनि त्यहाँबाट चाहिँ फेरि ओह्रालो फेरि आउने बेला पनि 20 बाटोसम्म ठाडै उकालो अनि फेरि ओह्रालो छ अनि फेरि तपाईँको जाने बेला फेरि ठाडै उकालो छ अनि स्कुटरमा त लास्ट तना भने चाहिँ पेलेले पर्छ अनि त्यही भएर अनि त्यहाँका बाइकमा आयो भने चाहिँ तपाईँहरू एकदम बेस्ट हुन्छ होइन सकेसम्म बाइकमा आउनु होला यता ल पहिला अब खान्छु त्यसपछि झर्ना हेर्न जान्छु अनि तपाईँहरूलाई पनि देखाउँछु म सो त्यही हो दाजुभाइहरू अहिले म चाहिँ हिँडिरहेको छु जङ्गलको बाटो लुन्ठिङ पाराले अनि यहाँबाट चाहिँ तपाईँको अब धेरै छैन त्यस्तै 4-5 मिनट मात्रै हो तर घाम लागेको छैन त्यसैमा एकदम खुसी छु म घाम लागेर फेरि यस्तो गर्मी हुन्थ्यो होला बाटो पनि सही छ नि त होइन कस्तो दामी छ नि त ल यस्तो छ यस्तो जङ्गल दामी छ दामी के लाइन त्यहाँनिर रोड टाढा पाखा घरहरू बबाल छ मन्दिर हेर्ने खेतहरू कस्तो दामी खेतहरू सो यता नजिकै आइसकेको छु म चाहिँ यो चाहिँ 400 खाने हो क्या अरे भत्तर रहेछ नि तर मलाई होइन फर्स्ट टाइम होला म यस्तो होइन अब घुम्न त गएँ होइन तर यतिको रमाइलो चाहिँ भएको थिएन मलाई यार फर्स्ट मलाई तर आजै धेरै जस्तो लङ बाटो नि आजै हिँडेको म घुम्नको लागि भनेर नभए घुम्नको लागि म कहिले नि यति टाढा हिँडेको थिएन म आजै हो फर्स्ट टाइम यति लङ बाटो हिँडेको र आजै हो यस्तो रमाइलो भएको भनेको चाहिँ घुम्ने बेला है बबाल मजा आएर छैन खोलाको आवाज सुनेर स्याहार गरेर छ्याल्याङ हेर्न खोलाको आवाज यहाँ रहेछ सानो खोला रहेछ दामी छ ल
पहिला हामी जङ्गलमा पहिला हामी त अब गाउँतिर हुँदाखेरि त अब पहिला सानो बाख्रा चल्दैन त यसो हुन्थ्यो ओ माम ओ है भनेर बाउँछ भन्थ्यो राखानपट्टि निज्यो रा भन्थ्यो दाजुभाइहरू बल्ल 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 2.5 घन्टाको यात्रा सफल भएर चाहिँ बल्ल बल्ल ठाउँमा गन्तव्यमा पुगेको छु म चाहिँ सो एज यु क्यान सी देख्न सक्नुहुन्छ यही हो लौके हो कि लौका झर्रा यही हो ल म्याकुली यस्तो छ ल एकदम चिसो छ है दामी छ ठाउँ चाहिँ ल तपाईँहरू पनि जसरी चाहिँ आउनु होला यो ठाउँमा चाहिँ एकदम बवाल छ होइन एकदम चिसो आनन्दको बवाल छ के तपाईँहरू पनि एकचोटि भिजिट चाहिँ गर्नु होला है टक्क लागि यो ठाउँको लागि चाहिँ अब म जान्छु अब त्यहाँ नुहाउने ठाउँ त नुहाउँछु पनि होइन भने चाहिँ एकछिन हेरेर त्यसपछि जानुपर्ने हुन्छ बल्ल आनन्द आएर छ आमा यतिको लागि कति टाढा आउनु पऱ्यो भनेर त थाहै छैन छ्याट ल आमा ल बाफ्रे बा ओह हिँड्दा हिँड्दा यार 10 मिनट त हिँड्नै पऱ्यो यार स्कुटी राखेर पनि लोकेसन भन्दा अनि 6-7 किलोमिटर त फेरि हिँड्नु पऱ्यो स्कुटी लानु पऱ्यो यार थेट नाम मात्र लौकादेखि त कहाँ कौसी सौसी सबै हाम फाल्नु पर्ने रहेछ नि एकदम आनन्दको चिसो भाइ रहेछ यहाँ चाहिँ दामी छ ल ल यही हो यही लौके झर्ना चाहिँ ल अब त्यही एकछिन घुमफिल गरौँ रमाइलो गरौँ त्यसपछि चाहिँ निस्किनु पर्ने हुन्छ है त ल आकाश यस्तो छ थाकेर ल त्यो बबाल मजा आएर त्यहाँ त ल एकदम चिसो खतरा आइरहेको छ है ल पुरै हावा आउँदैछ चिसो पुरै चिसो भइरहेछ डेन्जर त ल सही हो एसीमा एसीमा चिसो भइरहेको थियो दामी यहाँ नुहाउँ भने नुहाउनु त सक्दैन जस्तो लाग्यो किनकि यस्तो पुरै पानीको बासी त आउँदो रहेछ त्यसले त छालो उडाइदिन्छ त्यही भएर यहाँ नुहाउनु सकिँदैन कोही पनि नुहाएको पनि छैन त्यहाँ चाहिँ त्यो चाहिँ एकदम चिसो चाहिँ हुने रहेछ छेउमा बसेर यसरी हेर्दाखेरि चाहिँ होइन तर त्यहाँ नुहाउनु सकिँदैन किनकि यसो बाहिर चाहिँ यो छालो उडाइदिन्छ त्यही भएर हेर्ने भन्नु मात्र यहाँ चाहिँ ल यतिको लागि यार कहाँबाट आइयो है चाहियो तर नयाँ नयाँ ठाउँमा पनि यसो घुमफिल त गर्नु पऱ्यो नि त होइन त्यही भएर चाहिँ देश बवाल छ दुःख गरेर आएको अनुसारले चाहिँ देश एकदम राम्रो छ क्या दामी छ ल के हो ल लग दिँदै हो कि लहरा चाहिँ के हो भने त्यही हो ल त्यही हो एकछिन घुमफिल गरौँ त्यसपछि फर्किनु पर्ने हुन्छ तातो पनि धेरै छैन अब म उता फर्किनु पर्छ है त ल त्यही हो ल दामी त्यस्तो छ ल है दाजुभाइहरू म चाहिँ आइपुगेँ रुममा पनि ठ्याक्क लगाएर जति सुतिको यहाँनिर राखिसकेको छु ल अब आनन्द थर्केर बस्छ अनि मैले लिएर आएको छु आजको लागि यसो चिकन यो चाहिँ यसो मासु लिएर आएको अब मासु पनि ल्याउनु पऱ्यो मासु बिना खाना जाँदैन होइन सो त्यो अलिक चिकन पनि आएको चिकन ओहो अन्त माछ सबै भद्र गोल छ ल कता जुत्ता सुत्ता फेरि खाँदै पनि फ्याँकेर हिँड्नुहोस् यार पुरै सिकेन भाडा सबै ठाउँमा जस्तो छ सो त्यही हो अब टक्कै रुम पनि आइसकेँ म अब यहाँनिर लिएर आएको छु अलिकति माल अब यो मालहरू चट्ट लाएर बनाउनु पर्ने हुन्छ अनि खाना बनाएर खानुपर्ने हुन्छ सो त्यही हो अब घुमघाम गरियो जस रमाइलो भयो आजको दिनमा चाहिँ अब त्यही हो अब फेरि कहिले घुम्नु जाने हो ठेगान छैन तर जानुपर्छ जस घुम्दा चाहिँ एकदम रमाइलो लाग्ने रहेछ तर त्यस्तै ठाउँमा जानु पऱ्यो है त्यही हो सक्क लगाएर तपाईँहरू पनि जानुपर्छ है जसरी मैले यो तपाईँहरू जानु भनेर मैले कतिचोटि भनिसकेँ होइन टक्क लगाएर साथी ग्रुपहरू बनाएर जानु अथवा 2 जना जानु अथवा अब 4-5 जना जानु होइन साथीहरूसँग मिलेर जानु होइन बवाल रमाइलो छ सो तपाईँहरू जसरी जानु होला है मलाई एक दिन भन्यो भने आज यही कुरो मात्रै भन्यो होला है तपाईँलाई दिक्क लाग्यो होला है त्यही होला अब टक्ला खानदान बनाउँछु अनि मत खाएर अनि एडिसन गर्नु परेर अनि फेरि सुत्नुपर्ने चाहिँ लाग्छ थाकेको हुन्छ त्यही थाकिरहेको अनि सो त्यही हो आजको लागि चाहिँ यति नै सो भिडियो हेरेर टक्लाएर इन्जोय गर्नु होला अनि चाहिँ सब्सक्राइब पनि हानिदिनु होला नयाँ नयाँ हुनेहरूले होइन टक्लाएर अब यस्तो भिडियोहरू ल्याउनुपर्छ फेरि घुम्नु जानुपर्छ नेक्स्ट टाइम फेरि अर्को ठाउँमा जानुपर्छ यसो हेरेर त्यही हो ल आजलाई चाहिँ यति नै अब म खाना बनाउँछु खान्छु है टक्लाएर भिडियो चाहिँ मजाले हेरिदिनु होला अनि यसो
यस्तो हान्नु चाहिँ नबिर्सिनु होला अनि सब्सक्राइब पनि हानिदिनु होला है ल यति भन्दा चाहिँ म आजलाई बिदा लिन चाहन्छु बाई बाई लभ यु